यो जुन ठाउँमा छु नि यो ठाउँ चाहिँ म जस्तै सानो सानो नानी बाबुहरूको लागि एउटा फेभरेट गेटवे हुन सक्छ मामुहरू। हेलो साथीहरू, म चाहिँ जाँदैछु एउटा किड्स वर्ल्डमा। सुरुमा म रेडी भएर बाई भनेर सबैजनालाई ब्याग बोकेर लुखुर लुखुर गएँ। मेरो सानीमा र मेरो मम्मी मलाई पुर्याउनलाई रेडी हुनुहुन्थ्यो अनि मलाई स्पाइडरम्यान एकदम मन पर्ने भएको हुनाले मैले स्पाइडरम्यानको लुगा अनि स्पाइडरम्यानको ब्याग बोकेको थिएँ। भित्र छिरिसकेपछि मेरो मम्मी म्यामसँग कुरा गर्न जानुभयो, तर म सिधै गइहालेँ प्लेइङ एरियामा। यो साइनमा कति धेरै खेल्ने कुराहरू रहेछ हैन। अनि यो खेल्ने कुराहरू पाएपछि त मलाई के चाहियो र? मेरो मम्मीले बाई सानो भन्दाखेरि पनि मैले सुनिनँ, बाई बाई घर सानो भनेर मैले पठाइदिएँ। अनि त्यसपछि म खेल्न थालेँ मजाले, साथीहरू पनि हुनुहुन्थ्यो। यो ठाउँमा चाहिँ इन्डोर एक्टिभिटिज आउटडोर एक्टिभिटिज कति धेरै रहेछ हैन। मजाको ठाउँ रहेछ के साथीहरू, बानेश्वर एरियामा छ। अनि मेरो मम्मी गएपछि म मजाले पहिला त खेलेँ 3-4 घन्टा। पछि मलाई मम्मीलाई मिस गर्न थालेँ अनि मैले म्यामलाई फोन गरेर मम्मीलाई बोलाइदिनु भने। त्यसपछि मम्मीहरू फेरि आउनुभयो अनि म झन् खुसी भएर खेल्न थालेँ। जे होस्, घरमा बस्नुभन्दा चाहिँ यहाँ आएर आफूले कति धेरै कुराहरू एक्सप्लोर गर्न पाउने रहेछ के। अनि मलाई किचन भएपछि के चाहियो हैन, मजाले किचनमा बसेर पकाउन थालेको थिएँ। अनि एउटा साथी आएर मेरो पकाएको कुराहरू लगाउँथ्यो के, मैले भेट्दा लुकाएर पकाउँदैछु साथीहरू। म कति बाटो भइसक्यो देख्नु त। यति धेरै कुराहरू एकैपटक एक्सप्लोर गर्न पाउँछ चाहिँ म धेरै खुसी थिएँ। आज मेरो फर्स्ट डे थियो साथीहरू। म दिउँसो सुत्ने मान्छे, निद्रा लागेको भए पनि मलाई सुत्न टेन्सन थिएन कि म पढ्छु खेलि नै रहेको थिएँ। मेरो मम्मीले मलाई छोडेर गएको बेला पनि यहाँको म्यामहरू यस्तो फ्रेन्डली हुनुहुन्थ्यो, मलाई यति केयर गरेर राख्नुभयो कि हैन। मैले लन्च खाएँ, त्यसपछि फेरि म आएँ खेल्नको लागि। अनि यो दिदीसँग फेरि म साइडमा खेल्न गएँ। अनि आज चाहिँ एकजना साथीको बर्थडे थियो कि, अनि त्यो भएर चाहिँ म एकछिन हामी सबैजना ह्याप्पी बर्थडे सेलिब्रेट गर्न लाग्यौँ। त्यसपछि हामी खायौँ स्न्याक्स अनि केक। स्न्याक्स गरेर हामी सबैजना भित्र गएर एकछिन भित्र के छ भनेर हेरिरहेको थियो। अनि म रमाइलो गरेर भित्र यसरी यो बजाइरहेको छु हैन। अनि मम्मीलाई माया पनि गरिरहेको छु कि बेला बेलामा। ओभरअल एक्सपिरियन्स चाहिँ राम्रै लाग्यो मलाई। अनि मेरो सानीमा लिन आउनु भएर म र मम्मी घर जान थाल्यो ब्याग बोकेर, सबैलाई बाई गरेर। अनि म आज यस्तो ज्ञानी भएर बसेको भएर मेरो मम्मी र सानीमाले मलाई मफिन्स एन्ड केकमा लगेर पेस्ट्री खुवाउन लग्नुभयो। त्यो गएपछि मलाई के चाहियो साथीहरू, एकदम खुसी भएर मैले पेस्ट्री खान थालेँ। त्यसपछि पेस्ट्री खाएर मलाई एकदम निद्रा लागिरहेको थियो। हेर्नु न आँखा पनि कस्तो भएको छ। घर गएर मस्त सुतेँ अनि उठेर एकछिन सानीमासँग खेलेर माम खाएर सुतेँ साथीहरू। आजको दिन चाहिँ एकदम रमाइलो भयो। थ्याङ्क यू सो मच फर वाचिङ।